गत महिना अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ बीच इन्गेजमेन्टको चर्चा चलेको थियो। डेटै तोकेर चैत 3 गते इन्गेजमेन्ट हुने हल्ला फिल्म वृत्तमा थियो। यसका लागि सौगातले फिल्म कलीको सेड्युल समेत पर सारेको चर्चा रहेको थियो। अहिले पनि यी दुईलाई इन्गेजमेन्ट प्रश्नले पछिरहेको छ। आगामी फिल्म 11:55 को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सृष्टिलाई विवाह र इन्गेजमेन्टबारे प्रश्न सोधियो। जवाफमा उनले आफूहरू बीच अहिले पनि राम्रो सम्बन्ध रहेको बताउँदै इन्गेजमेन्टको खबर सत्य नरहेको पनि बताएकी छिन्। तर भोलिको दिनमा भने के हुन्छ हेरौँ भन्दै सम्भावनातर्फ सङ्केत गरेकी छिन्। सृष्टिले पत्रकार सम्मेलनमा भनिन्, चैत 3 गते नै इन्गेजमेन्ट हुँदैछ भन्ने खबर मैले पनि सुने, तर यो कुरा सत्य होइन। मलाई त्यो खबर सुनेर रमाइलो लाग्यो। अहिले त बिहेको कुरा छैन, हेरौँ भोलिको दिनमा के हुन्छ। पहिले पनि झगडा गरेर आफूहरू अलग नरहेको दाबी गरेकी थिइन्। हामी पहिले पनि झगडा गरेर नराम्रो भएर अलग भएको थिएनौँ। के कारणले अलग भएको हौँ सबैलाई थाहा छ। अहिले हामी बीच राम्रो सम्बन्ध पनि रहेको छ, उनले भनेका छिन्।